सो हेलो एभ्रिवान, वेलकम ब्याक टु द च्यानल। दुई दिन पछि मैले भिडियो बनाउन गइरहेको छु किनभने पर्सि हाम्रो इकोनोमिक्सको एक्जाम छ जसमा हामीलाई 35 देखि 30 मार्क्सको न्युमेरिकल सोध्छ र त्यो 35 देखि 30 मार्क्स हामीले जसरी पनि एटेम्प गर्न सक्नु पर्यो र त्यो मिलाउन जान्न पर्यो। त्यसको लागि अब मैले चाहिँ 10 मार्क्समा आउने खाले युनिट 3 बाट एनालाइसिस अफ कन्ज्युमर बिहेभियरबाट 10 मार्क्सको सियर क्वेसन एउटा आउने खाले म सल्भ गर्न गइरहेको छु। ल अब जाम हामी हाम्रो क्वेसनतिर है त। क्वेसन के रहेछ भन्दाखेरि let us suppose the price of goods X is Rs40 and price of good Y is Rs20. The budget or money income of a consumer is Rs1000. See, he spent all of his or her budget on goods X and goods Y. On the basis of this information, answer the following question. अब हाम्रो क्वेसन चाहिँ के रहेको छ भने अब कोही एउटा मान्छे छ जसले चाहिँ आफ्नो इन्कम 1000 रुपैयाँ चाहिँ दुईटा गुड्समा खर्च गर्दै रहेछ, जसको चाहिँ अब प्राइस अफ गुड्स एक्स चाहिँ 40 रुपैयाँ रहेछ, प्राइस अफ गुड्स वाई चाहिँ 20 रुपैयाँ रहेछ। अब त्यसको लागि अब हाम्रो क्वेसनहरु पहिला गिवन लेखौँ है त। क्वेसनको हामीलाई के दिएछ त, नाउ सोल्युसन है त। प्राइस अफ गुड्स एक्स पीएक्स हाम्रो कति छ त Rs40 अनि त्यसपछि प्राइस अफ गुड्स वाई पीवाई कति हुने भयो त हाम्रो क्वेसनले दिएछ हामीलाई Rs20 अनि बजेट भन्ने नि भयो, इन्कम भन्ने नि भयो हैन। इन्कम यसलाई चाहिँ हामीले एम ले डिनोट गरिन्छ। इन्कम हाम्रो कति छ त Rs1000 छ। ल अब हाम्रो गिवन इन्फर्मेसन चाहिँ यति भयो हैन। अब हामी फेरि गयौं क्वेसनतिर। क्वेसनले अब हामीलाई के भनेछ त, क्वेसन ए मा चाहिँ के भने डिराइभ द इक्वेसन अफ द बजेट लाइन अनि स्केच द कन्ज्युमर बजेट लाइन। अब हामीलाई के भने त बजेट लाइन डिराइभ गर्ने अरे। अब बजेट लाइन डिराइभ गर्नलाई एउटा फर्मुला चाहिन्छ। त्यो फर्मुला चाहिँ के हो भन्दाखेरि बजेट लाइनको फर्मुला प्राइस अफ एक्स इन्टु प्राइस क्वान्टिटी अफ एक्स प्लस प्राइस अफ वाई इन्टु क्वान्टिटी अफ वाई इज इक्वल्स टु एम। एम भनेको बजेट। यो इक्वेसनलाई हामीले के भन्छौं बजेट लाइनको इक्वेसन, बजेट कन्स्ट्यान्ट पनि भन्छ, कुनै बेला बजेट इक्वेसन पनि भन्यो हैन, बजेट लाइन पनि भन्न मिल्यो। अब यो इक्वेसन हामीलाई यो लाइन निकाल भन्ने अब हामीलाई क्वेसनले। अब यसको लागि के गर्ने हो त, अब यसको लागि सिम्पली हामीले गिवन दिएकै छ, गिवन हामीले लर राखिदिने हो त्यो ठाउँमा। अब हाम्रो विनो px हाम्रो कति छ 40 छ, qx हाम्रो qx नै भयो। त्यसपछि प्लस प्राइस अफ y कति छ हाम्रो 20 छ, क्वान्टिटी अफ y कति छ qy नै भयो। त्यसपछि हाम्रो m कति छ इन्कम 1000। अब यो हाम्रो के भयो त बजेट लाइन भयो। अब यसलाई अब तिमीले अझै कमन लिएर यता उस गरेर ल्याएर डिवाइड गरे नि पाइयो, नभए यतिकै राखेर नि बजेट लाइन भन्न मिल्यो। अब हामीलाई इक्वेसनले के भनेछ भन्दाखेरि स्केच द कन्ज्युमर बजेट लाइन। अब कन्ज्युमरको बजेट लाइनलाई हामीले स्केच गर्नलाई, ग्राफमा स्केच गर्नलाई त हामीलाई एक्स एक्सिस हुन्छ, वाई एक्सिस हुन्छ नि हैन। त्यसपछि यहाँ 0 भयो, ओरिजिन भयो। अब हामीलाई दुईटा पोइन्ट चाहिन्छ बजेट लाइनलाई ग्राफमा प्लट गर्नलाई। त्यसको लागि हामीलाई क्वान्टिटी अफ एक्स चाहियो, क्वान्टिटी अफ वाई चाहियो। अब हामीले यो इक्वेसनबाट क्वान्टिटी अफ एक्स क्वान्टिटी अफ वाई निकाल्न पर्यो। अब त्यो कसरी निकाल्ने त, अब जस्तै यो क्वान्टिटी अफ वाई यहाँ छ भनेको यो क्वान्टिटी अफ वाई यहाँ हुनु भनेको क्वान्टिटी अफ वाई म्याक्सिमम हुनु हो नि। अब त्यो क्वान्टिटी अफ वाई म्याक्सिमम कति बेला हुन्छ त, जुन बेला क्वान्टिटी अफ एक्स 0 हुन्छ। एक्स 0 हुँदा क्वान्टिटी वाई के हुने हो म्याक्सिमम हुने हो। अब त्यसको लागि अब हामीले क्यू क्वान्टिटी अफ वाई कसरी निकालिन्छ त, when qx is equals to 0 qy 20 qy is equals to 1000 हुने भयो हाम्रो इक्वेसन। किनभने अब qx इक्वल्स टु 0 भएपछि यो 40 × 0 भनेको 0 नै भयो, त्यसलाई मैले छोडिदिएँ। अब यो 20 qy इक्वल्स टु 1000 भयो अनि qy को भ्यालु कति हुने भयो त 1000 डिवाइडेड बाइ 20 अनि यस्तै गर्दाखेरि qy को भ्यालु कति आउने भयो त 1000 डिवाइडेड बाइ 20 50। qy हाम्रो कति भयो 50 युनिट भयो। त्यसैगरी अब हामीले क्वान्टिटी y हाम्रो कति आयो 50 आयो qy। अब हामीले फेरि qx पनि निकाल्न पर्यो। qx कति बेला म्याक्सिमम हुन्छ त qy 0 भएको बेला। अब त्यसरी नै
when qy is 0 40 qx इक्वल्स टू 1000 गर्दाखेरि अब हाम्रो के आउने भयो qx को भ्यालु आउने भयो 1000 डिवाइड बाई 40 qx इक्वल्स टू अब यसलाई डिवाइड गर्दाखेरि कति आउँछ हेरौँ त 20 आउने होला 1000 डिवाइड बाई 40 25 आयो है त 25 युनिट्स भनेपछि therefore the budget line ends at qx र qy कति बेला एन्ड हुँदो रहेछ त qx 25 हुँदा qy 50 हुँदाखेरि हाम्रो बजेट लाइन के हुँदो रहेछ त एन्ड हुँदो रहेछ। अब यही हामीले लहर के गरिदिने हो ग्राफमा लहर राखिदिने हो। ग्राफ हाम्रो जस्तै यो भयो ओरिजिन यहाँ 25 छ यहाँ 50 छ भने यहाँदेखि यहाँसम्मको लाइनलाई हामीले के भन्न पाइयो बजेट लाइन भन्न पाइयो। अहिले मैले बजेट लाइन पछाडि साइडमा एकैचोटि सबैको अझ यहाँ यसको पनि बजेट लाइन बनाउनु पर्ने रहेछ। मैले सबैको सँगै बजेट लाइन बनाउँछु है त। अब एक्जाममा सबै हामीले पनि के अरे एक्जाममा सबैले सँगै गराइनी भयो छुट्टा छुट्टै गराउँछु भन्यो भने त्यो छुट्टा छुट्टा गराउने झ्याउ हो सँगै गराएको राम्रो। ल अब हाम्रो यो क्वेसन ए सक्यो। क्वेसन बी ले के भने हामीलाई लेट अस सपोज प्राइस अफ गुड्स एक्स डिक्रिजेस टु आरएस 20। अब के भयो त प्राइस अफ गुड्स एक्स अघि 40 थियो नि त्यो कतिले घट्यो त 20 ले घट्यो 20 घट्यो भनेपछि कति हुने भयो त अब हाम्रो बजेट लाइन के अरे प्राइस अफ गुड्स एक्स हाम्रो कति हुने भयो 20 हुने भयो। अब त्यसपछि ड्र द न्यू बजेट लाइन इट स्विम अर शिफ्ट इन अ बजेट लाइन। त्यसपछि अब हामीलाई के सोधेछ त हामीलाई प्राइस अफ गुड एक्स 20 ले घट्दाखेरि कति हुने भयो बजेट लाइन अनि त्यो बजेट लाइनमा स्विङ हुन्छ कि शिफ्ट हुन्छ भनेर पत्ता लगा भनेछ हैन। अब त्यसको लागि अब के हुने भयो त बी नम्बरको क्वेशनमा इफ प्राइस अफ गुड्स एक्स डिक्रिजेज त्यसपछि पीएक्स के हुने भयो त हाम्रो 20 हुने भयो आरएस अनि न्यू बजेट लाइन। अब न्यू बजेट लाइन अघि जस्तै हामीले इक्वेसनमा अब नयाँ भ्यालु राख्ने पीएक्स को पीएक्स हाम्रो नयाँ कति हुने भयो 20 क्यूएक्स प्लस अघिको हाम्रो पीवाई त सेम छ किनभने पीवाई मा चेन्ज भएन इन्क्रिज डिक्रिज केही भएन भनेपछि यो 20 नै हुने भयो 20 क्यूवाई इक्वल्स टु हाम्रो इन्कम पनि एज इट इज नै छ 1000। ल अब भनेपछि अब हाम्रो नयाँ इक्वेसन के भयो त नयाँ बजेट इक्वेसन यति आयो। अब नयाँ बजेट इक्वेसन त आयो ड्र द न्यू बजेट लाइन भन्ने यतिसम्म हामीले गर्यौं। त्यसपछि के भने इज इट स्विङ अर शिफ्ट इन द बजेट लाइन। अब बजेट लाइन स्विङ या शिफ्ट कति बेला हुन्छ त स्विङ भनेको चाहिँ कुनै एउटा एक्सिस कन्स्ट्यान्ट हुने अनि अर्को जस्तै गुड्स अफ एक्स वाई चेन्ज भएको छैन तर गुड्स अफ के रे गुड्स अफ वाई चाहिँ चेन्ज भएन गुड्स अफ एक्स चाहिँ चेन्ज भयो। जस्तै गुड्स अफ वाई त्यतिकै छ गुड्स अफ एक्स चाहिँ घटेर यहाँ पुग्यो यहाँ 15 मा पुग्यो भनेपछि अब यो के भयो त भित्रतिर गयो नि यसलाई के भन्छ त इनवर्ड शिफ्ट इनवर्ड स्विङ शिफ्ट हैन है सरी इनवर्ड स्विङ भन्छ यसलाई। जस्तै यस्तो यसलाई भित्र गयो भने इनवर्ड स्विङ भन्छ। अब जस्तै यो वाई कन्स्ट्यान्ट भयो एक्स हाम्रो कता आयो यता आयो मानम 40 तिर पुग्यो भने यो के भयो त आउटवर्ड स्विङ भयो राइटवर्ड स्विङ भने नि भयो अनि यसलाई लेफ्टवर्ड स्विङ भने नि भयो। अब त्यसैगरी मुभमेन्ट कति बेला हुन्छ त अब मुभमेन्ट जस्तै हाम्रो यो एउटा बजेट लाइन छ त्यसपछि मुभमेन्ट कति बेला हुन्छ त हाम्रो बजेटमा इन्कममा चेन्ज आयो भने मुभमेन्ट हुन्छ। हाम्रो इन्कम धेरै भयो भने हामीले गुड्स वाई पनि धेरै किन्छौं गुड्स एक्स पनि धेरै किन्छौं नि त्यस्तो बेला के हुन्छ हाम्रो शिफ्ट राइटवर्ड अपवर्ड हुने भयो। अनि हाम्रो कुनै बेला इन्कम घट्यो भने त हामीले गुड्स वाई पनि थोरै किन्छौं गुड्स वाई एक्स पनि थोरै किन्छौं त्यो बेला हाम्रो बजेट लाइन के हुने भयो थोरै हुने भयो। त्यसो बेला हाम्रो बजेट लाइन भित्र शिफ्ट हुने भयो इनवर्ड शिफ्ट लेफ्टवर्ड के डाउनवर्ड शिफ्ट भन्नु पाइयो हैन। ल अब त्यही हामीले चेक गर्न पर्यो कता शिफ्ट हुँदो रहेछ अरे या स्विङ हुँदो रहेछ। अब त्यसको लागि हामीले नयाँ बजेट इक्वेसन पनि थाहा पायौं। अब यसरी नै बजेट लाइन्स हाम्रो कहाँ एन्ड हुन्छ त त्यो हेर्नलाई अब हामीले के गर्न पर्यो यही सेम प्रोसेस when x is equals to 0 and when y equals to 0 गरेर क्वान्टिटी अफ x र क्वान्टिटी अफ y निकाल्ने। अब ल गरौँ है त when quantity of x is equals to 0
20 QY इक्वल्स टु 1000 QY इज इक्वल्स टु हाम्रो कति हुने भयो 50 युनिट नै हुने भयो अघि गरेको हामीले। त्यसै गरी अब QX निकाल्नको लागि when QY इज इक्वल्स टु 0 20 QX इज इक्वल्स टु 1000 अब यसको पनि कति हुने भयो 50 नै हुने भयो 50 युनिट्स। ल अब हाम्रो के भयो त दुईटै इन्ट्स आयो QX QY हाम्रो कति हुने भयो त 50 50 बोथ आर 50 हुने भयो भनेपछि अब हाम्रो बजेट लाइन स्विङ हुन्छ कि शिफ्ट हुन्छ। अब यस्तो बेला हेरौँ है त अघि हाम्रो मेन बजेट लाइन कति थियो त X हाम्रो 25 हुँदा Y 50 थियो नि। अब अहिले के भयो त X पनि 50 छ Y पनि 50 छ भनेपछि Y 50 भनेको त त्यहीको त्यही भयो तर X 50 भनेको त बढ्ने भयो नि त यतातिर कतातिर बढ्ने भयो राइटवार्डतिर बढ्ने भयो भनेपछि यो के भयो त स्विङ भयो। पहिला हाम्रो यहाँ थियो अब यहाँबाट मुभमेन्ट यहाँबाट के भयो त स्विङ भएर यहाँ पुग्यो राइटवार्ड कतातिर स्विङ भयो राइटवार्ड स्विङ भयो भनेपछि अब हाम्रो के हुने भयो त यसलाई के भन्न पाइयो त राइटवार्ड स्विङ भन्न पाइयो राइटवार्ड स्विङ इन बजेट लाइन। अब यही हाम्रो QX अहिले हामीलाई 50 आछ QX हाम्रो 10 आइदिएको भए कहाँ पुग्थ्यो QX यहाँ पुग्थ्यो 10 अनि हाम्रो नयाँ बजेट लाइन कहाँ बन्थ्यो यसरी बन्थ्यो यो बेला के हुन्थ्यो त इनवर्ड स्विङ हुन्थ्यो। ल अब त्यसै गरी अर्को क्वेसन हेरौँ है त बी को पनि सकियो सी मा लेट अस सपोज द प्राइस अफ गुड्स। ल अब जाम हामी क्वेसन नम्बर सी मा क्वेसन नम्बर सी मा पनि के भन्छ त्यही सेम हो। अब के भने लेट सपोज price of good Y increases to 40 remaining price of goods X is RS 40 draw the new budget line in a is it swing or shift in a budget। अब फेरि हामीलाई बी जस्तै सेम कुरा सोधे बस अघि हामीलाई के भन्यो त्यो X को मात्रै डिक्रिज भएर 20 भएको छ अहिले चाहिँ हामीलाई के भन्यो Y को इन्क्रिज भएर 40 भएको छ अनि गुड्स X को चाहिँ एज इट इज 40 नै छ सुरुमा जति थियो नि त्यति नै छ। अब त्यसको लागि पनि के हुने भयो त फेरि प्राइस अफ गुड्स X हाम्रो कति हुने भयो 40 हुने भयो प्राइस अफ गुड्स Y कति बढेर 40 नै भएको नि 40 प्राइस अफ गुड्स Y 40 भयो अनि बजेट लाइन त हाम्रो इन्कम के रे बजेट बनाएको छ इन्कम त हाम्रो त्यति नै छ 1000। अब हामीले यसको पनि बजेट लाइन निकाल्न पर्यो बजेट लाइनको फर्मुला सबैलाई थाहा नै होला PX into QX plus PY into QY is equals to M। अब PX भनेको 40 भयो QX हाम्रो PY भनेको पनि 40 QY is equals to M हाम्रो कति छ 1000 छ यो हाम्रो के भयो बजेट इक्वेसन भयो हैन यो सेकेन्ड इक्वेसन यो थर्ड इक्वेसन बजेटको। अब बजेट इक्वेसन त आयो तर अब यो बजेट इक्वेसन बजेट लाइनमा के रे ग्राफमा कहाँ इन्ड हुन्छ त त्यसको लागि फेरि हामीले के गर्नु पर्यो अघि जस्तरी नै यो when q = 0 गरेर हामीले सबै निकाल्न पर्यो है त। अब फेरि when qx = 0 qy = सरी क्यामेरा एंगल 1000 / 40 गर्दाखेरि कति आउँछ त सरी 40 गर्दाखेरि हाम्रो कति आउनु भयो 25 आउने भयो। त्यसै गरी अब when QY = 0 त्यो बेला हाम्रो QX कति आउने भयो त 1000 / 40 गर्दाखेरि 25 आउने भयो। ल अब हाम्रो QY पनि आयो QX पनि आयो QX QY कति हुँदो रहेछ त 25 नै हुँदो रहेछ अघि हाम्रो QX QY 50 आथ्यो यो पाली चाहिँ के भयो 25 भयो। अब यो पाली बजेटमा स्विङ हुन्छ कि शिफ्ट हुन्छ हेरौँ है त। अब यो पाली बजेटमा स्विङ हुन्छ कि शिफ्ट हुन्छ हाम्रो मेन बजेट लाइनमा के थियो त QX हाम्रो 25 थियो QY हाम्रो 50 थियो यो हाम्रो मेन बजेट लाइन भयो है। अनि त्यसपछि अहिलेको बजेट लाइनमा के छ त QX हाम्रो 25 छ QY पनि 25 छ QX 25 को 25 नै हुने भयो र QY कता गयो त 25 भनेसी बिचतिर आयो। यो पनि के भएको त यसलाई पनि मुभमेन्ट नै भन्छ तर मुभमेन्ट एलोङ द y एक्सिस है यो अघि चाहिँ यो मुभमेन्ट एलोङ द x एक्सिस हो x एक्सिसमा भएको नि त यो मुभमेन्ट अहिले चाहिँ कहाँ भयो त
वाइ एक्सिसमा मुभमेन्ट भयो भनेपछि यो कता मुभमेन्ट भयो त वाइ एक्सिसमा डाउनवर्ड मुभमेन्ट भयो है के अरे मुभमेन्ट भन्न आएछ सरी स्विङ भएछ कतातिर डाउनवर्डतिर लेफ्टवर्ड डाउनवर्ड स्विङ भयो यतातिर माथि गएको भए चाहिँ अपवर्ड स्विङ हुन्थ्यो तल आयो डाउनवर्ड स्विङ भयो है अब यसरी हामीले चाहिँ के थाहा पायो त हाम्रो बजेट लाइन के भयो रहेछ त डाउनवर्ड स्विङ भएको रहेछ एलोङ एक्स के अरे वाइ एक्सिस भएको है मेरो हल्का ल्याङ्ग्वेज बोलेको अलि नबुझे कमेन्टतिर भन्नु है म कमेन्टमा सब भनिदिन्छु लेखेर टाइप गरेर बुझाइदिउँला बोल्दा बोल्दा अलि झुकिने बानी छ युज टु छैन नि त यस्तो भिडियो बनाएर गर्नेमा त्यही भएर ल यति गरेपछि हाम्रो के भयो त क्वेसन सल्भ भयो अब हामीले यसलाई के गर्न पर्यो त एउटा ग्राफमा प्लट गर्न पर्यो त अहिले त यो मैले रफली ग्राफहरू बनाएँ नि त अब यसको हामीले के गर्न पर्यो ग्राफ बनाउनु पर्यो अब ग्राफ बनाउनको लागि इक्जाममा चाहिँ ग्राफ पेपर लिएरै जानु होला नभए कपीमा बनाउँदा नि भयो पेपरमा तर ग्राफ पेपर लयो भने आफूलाई नि सजिलो टाइम पनि बच्छ ल मैले ग्राफ एकचोटि बनाएर आउँछु ल मैले ग्राफ बनाएँ त ग्राफ अब हाम्रो यस्तो हुने भयो यता वाइ एक्सिस यता एक्स एक्सिस यो ओरिजिन बिचमा भइ नै हाल्यो मैले चाहिँ 5 को डिफरेन्समा राखेँ किनभने हाम्रो चाहिँ 5 कै डिफरेन्समा छ त्यो उनीहरू त्यही भएर इजी हुन्छ 15 20 25 30 35 40 अनि यतातिर पनि 5 10 15 20 25 30 35 40 45 50 55 60 है त ल क्युएक्समा हाम्रो कतिसम्मको भ्यालु छ क्युएक्स 25 क्युएक्स 50 पनि छ है एउटा हामीलाई ल मानव मैले यहाँ 50 लेखिदिएँ है त अहिलेको लागि ग्राफहरू राम्रोसँग बनाउन ल अब हाम्रो पहिला सुरुमा त मेन बजेट लाइन कति थियो त हाम्रो मेन बजेट लाइन हाम्रो क्युएक्स 25 हुँदा क्युवाई कति थियो 50 थियो अब त्यसलाई क्युएक्स कहाँ पर्छ त यतापट्टिकोलाई के भन्छ हामीले क्युएक्स भन्छ क्वान्टिटी अफ एक्स यतापट्टिकोलाई हामीले क्वान्टिटी अफ वाई भन्यौँ है त जतातिरको हजुरले जुन मान्नु भयो मैले यतातिरको माने है त अब क्युएक्स हाम्रो कति छ त 25 छ नि अब क्युएक्स 25 कहाँ पर्ने भयो त यहाँ पर्ने भयो त्यसैगरी क्युवाई कति थियो 50 थियो भनेपछि 50 यहाँ पर्ने भयो अब यहाँदेखिको यहाँसम्मको लाइनलाई के भन्छ बजेट लाइन भन्छ कुन बजेट लाइन हो त यो हाम्रो 40 क्युएक्स प्लस 20 क्युवाई इक्वल्स टु 1000 वाला बजेट लाइन है त यो चाहिँ हाम्रो 0 50 यो हाम्रो 25 0 है त x 0 हुँदा 25 यो y 0 x 0 हुँदा के रे यो y 0 हुँदा 25 यो x 0 हुँदा 50 यो हाम्रो बजेट लाइन यो भयो हैन अब त्यसपछि अब हाम्रो बी नम्बरको बजेट लाइन के थियो त 20 के रे कहाँ गयो क्युएक्स 50 हुँदा क्युवाई पनि 50 हुने अब क्युएक्स 50 हुँदा क्युवाई पनि 50 हुनु भनेको त बजेट लाइन हाम्रो कस्तो बन्ने भयो त यहाँदेखि यहाँसम्म भनेपछि अब बजेट लाइन हाम्रो के भयो त स्विङ भयो नि यहाँदेखि अब स्विङ भनेको थाहा होला नि पिङ के पिङ जस्तै यो पिङ एउटा नटमा यो फिक्स हुन्छ अब यो यता जान्छ यो यता जान्छ न तर यो त हल्लिन्न नि त्यसैगरी यो पनि के भयो त यो फिक्स छ अर्को हाम्रो एउटा कुनै पोइन्ट हल्लिन्छ अहिले चाहिँ हाम्रो यो फिक्स छ यता हल्लेछ कुनै बेला यो फिक्स हुन्छ यो हल्लिन्छ अहिले चाहिँ यो यहाँबाट यहाँसम्म स्विङ भयो है त त्यसो भनेपछि यो कतातिर घुमेछ त राइटवार्डतिर घुमेछ त्यही भएर यो के भयो राइटवार्ड स्विङ भयो अनि त्यसपछि अर्को के भने अर्को हाम्रो सी नम्बरकोमा एक्स कति थियो 25 हुँदा वाई पनि 25 नै थियो अब एक्स 25 हुँदा वाई पनि 25 हुनु भनेको अब बजेट लाइन कस्तो बन्ने भयो त हो यस्तो अघि मैले भन्थे नि कुनै बेला एउटा कुनै कन्स्ट्यान्ट हुन्छ कुनै बेला एउटा कुनै कन्स्ट्यान्ट हुन्छ अहिले चाहिँ हाम्रो के भयो त एक्स कन्स्ट्यान्ट हुने भयो वाईमा चेन्ज आयो नि वाई माथिबाट तल घट्यो भनेपछि यो डाउनवर्ड स्विङ भयो अघि चाहिँ यतातिर थियो राइटवर्ड स्विङ भयो यतातिर भएको भए लेफ्टवर्ड स्विङ हुन्थ्यो तर अहिले चाहिँ अब हामीले एक्स एक्सिस वाई एक्सिस थ्रुबाट हेर्दाखेरि यो कता गएको त तल गएको हो नि त वाई एक्सिसमा अब यो मानम यो हाम्रो ओरिजिनल यहाँ छ नि अब यो माथितिरको यतातिर गएको भए के हुन्थ्यो अपवर्ड स्विङ हुन्थ्यो तर अहिले चाहिँ हाम्रो के छ तलतिर गछ भनेपछि यो के भयो डाउनवर्ड स्विङ हुने भयो ल यति गरेपछि हाम्रो सकियो अब यो इन्फर्मेसनलाई हामीले तल एक्सप्लेन गरिनु भयो नगरिनु भयो इकोनोमिक्स न्युमेरिकल हो थ्योरी भएको भए गर्न पर्थ्यो यसलाई हामीले यतिमै सकियो यति गरेपछि हाम्रो 10 मार्क्स फिक्स भिडियो अलि लामै भएछ केही छैन